सम्पूर्णमा नमस्ते। आज फेरि म तपाईहरुको माझमा केही युट्युबर साथीभाइको लागि एकदमै महत्त्वपूर्ण है इन्फर्मेसन लिएर आएको छु, जानकारीहरु लिएर आएको छु। यदि तपाईहरुले धेरै लामो समयदेखि युट्युब चलाइरहनु भएको छ र त्यसमा अर्निङहरु गरिरहनु भएको छ भने कृपया यो भिडियो नछुटाइकन सुरुदेखि अन्तसम्म हेर्नु होला है त। र म तपाईलाई म आफै पनि एउटा युट्युबर भएको नाताले गर्दा मेरो आफ्नो युट्युब च्यानल पनि छ है, आर्टिस्ट स्पेशल टिभी। धेरैले माया गर्नुभएको छ। मेरो सब्स्क्राइबरहरु पनि लगभग 7,500 हुनुहुन्छ, 7,500 सम्म हुनुहुन्छ है। मैले युट्युबमा रेगुलरली कन्टेन्टहरु हालिरहेको हुन्थे र मोनेटाइज च्यानल हो मेरो। र यसरी च्यानल मोनेटाइज भइसकेपछि म युए आए है। युए आइसकेपछि अब कामको व्यस्तताको कारणले गर्दाखेरि मैले आफ्ना कन्टेन्टहरुलाई कन्टिन्यु गर्न पाइनँ। सो 2 सालसम्म कुनै पनि कन्टेन्टहरु मतलब राख्न नपाएपछि युट्युबले के गर्यो त मेरो च्यानललाई फेरि डिमोनेटाइज गरिदियो है त। डिमोनेटाइज गरिसकेपछि फेरि मैले के गरे त रिअप्लाई गरे है। रिअप्लाई गरे, च्यानल मोनेटाइज भयो, तर अर्निङ चाहिँ भएको छैन। त्यसमा के क्राइटेरियाहरु हुँदो रहेछ। पुनः 4000 घण्टा वाच टाइम र सब्स्क्राइबर 1000 हुनु पर्दो रहेछ है त। र यहाँ अचम्मको कुरा के भयो भनेपछि मैले युट्युब स्टुडियोमा गएर युट्युबका हेल्प सेन्टरमा गएर उसको सपोर्टिभ टिमसँग च्याट पनि गरे। गरिसकेपछि उहाँहरूले के भन्नुभयो भनेपछि सपोर्ट टिमले च्यानल मोनेटाइज हुन्छ र अब तिमीले कन्टिन्यु के गर्नुपर्छ त कन्टेन्टहरु राम्रो बनाएर राख्नु पर्यो भनेर मलाई सल्लाह दिनुभयो। र त्यसमा पनि अर्को कुरा चाहिँ के छ भनेपछि तपाईले 6 महिना भित्र कुनै न कुनै कन्टेन्ट चाहिँ अनिवार्य रूपमा हाल्नु पर्दो रहेछ। 6 महिना विदिन 6 मन्थ है। र मलाई फेरि मेल नआएको पनि हैन, मेल आएको रहेछ है त। तपाईहरुले पनि आफ्नो जुन युट्युबमा लिंक छ तपाईको है, युट्युबमा जुन तपाईले जीमेल राख्नु भएको छ त्यो बारबार हेरिरहनु होला। मेरो किनभने 2-3टा जीमेल छ, दुईटा मेरो युट्युब च्यानल छ। त्यो भएर मैले कहिले चलाउँदाखेरि त्यो हेर्न बिर्सेछु मैले है। गुगल एडसेन्सबाट आएको र त्यो युट्युबले मलाई पठाएको मेरो जुन जीमेल छ लिंक त्यो मैले हेरिसकेपछि पछि बल्ल मलाई थाहा भयो कि 1 महिना अगाडि नै उसले मलाई मेसेज पठाएको रहेछ, जीमेल मेल गरेको रहेछ है त। अनि मेल मैले हेर्न भ्याइन। त्यसको 7 दिनपछि बल्ल हेरे। अब के गर्ने है, बाग गयो बुद्धि आयो भने जस्तै। अब मेरो च्यानल अब डिमोनेटाइज भइहाल्यो फेरि हैन। अब मैले फेरि त्यो अर्निङ गर्न पाएन। एटलिस्ट त्यो मैले मेल हेर्थे भने मेरो च्यानल के हुन्थ्यो त, मैले कुनै पनि एउटा कन्टेन्ट हालेर च्यानललाई मोनेटाइजमा राखिरहन्थे मैले। र फेरि मेरो डिमोनेटाइज भयो र अब फेरि मैले यसरी नै मेहनत गरेर के गर्नुपर्ने भयो, 4000 घण्टा वाच टाइम पुर्याउनु पर्ने अवस्था आयो। अलरेडी छ, अलरेडी वाच टाइम त हुन्छ नै, धेरै मेरो एउटा चलिरहेको है राम्रो च्यानल भएको कारणले गर्दाखेरि अब वाच टाइम त छ नै। तर पनि केही 500 सम्म मैले वाच टाइम फेरि पुर्याउनु पर्ने भयो कन्टेन्टहरु हालेर। हो यस्तै अवस्था तपाईहरुमाथि पनि नहोस् भनेर मैले चाहिँ यो एकदमै इन्फर्मेटिभ भिडियो तपाईको लागि बनाएको हो हैन। र आशा छ तपाईले अब यो भिडियो हेरिसकेपछि जतिले पनि युट्युबमा मेहनत गर्नु भएको छ हैन, अझै मेहनत गर्दै जानुस्, कन्टिन्युटी दिनुस् है त। फेसबुकले, युट्युबले, इन्स्टाग्रामले, टिकटकले त्यतिकै दिँदो रहेनछ। किनभने यो पनि एक किसिमको हाम्रो कमाइ हो, जब जस्तै हो। हामीले कन्टिन्युटी के दिन सक्यौं भनेपछि न उनीहरुले विश्वास गरेर हामीलाई केही दिँदा रहेछन् है त। सो मैले पनि यो कुरा अहिले रियलाइज गरे। अब कुनै पनि एउटा इन्टरनेटको माध्यमबाट हामीले अहिले कमाउने माध्यम छ, त्यसमा लाग्यो भनेपछि हामीले कन्टिन्युटी चाहिँ दिनु पर्दो रहेछ। आफ्ना कन्टेन्टहरु, क्रिएटिभ कन्टेन्टहरुलाई अगाडि कन्टिन्युअसली बढाउँदै लगेपछि उनीहरुले पनि हामीलाई केही पारिश्रमिक दिन्छन् अथवा मोनेटाइज गरेर हामीलाई केही कमाइहरु हैन, हामीले गरेको मेहनतको फल चाहिँ हामीले कमाइको रूपमा पाउँछौं। सो मलाई होप छ तपाईहरुले अब बुझिसक्नु भयो होला। युट्युबमा पनि हामीले कन्टिन्युटी दिनु पर्दो रहेछ।
हैन भने हाम्रो ग्रो भइरहेको मोनिटाइज भएको च्यानल पनि फेरि डिमोनिटाइज हुन्छ भनेर है त। सो आशा छ तपाईले पक्कै पनि यसबाट केही सन्देशहरू जानकारी पाइसक्नु भएको छ है र हेरिरहनु भएको छ, मेरो च्यानललाई माया गर्नु भएको छ र माया गरिदिनु होला भन्ने अपेक्षा पनि गरेको छु। थ्यांक यू भेरी मच।